नमस्ते एन्ड वेलकम ब्याक साथीहरु। तपाईहरुको प्यारो च्यानल आज पढाइमा फेरि पनि स्वागत छ। आज हाम्रो टपिक रहनेछ इनहेरिटेन्स। इफ तपाईहरुको पनि एक्जाम आइराछ, सो डोन्ट प्यानिक, जस्ट पढाइ इन आज पढाइ। लेट्स स्टार्ट। अब हामीले इनहेरिटेन्स भनेको के हो बुझ्न पर्छ। इनहेरिटेन्स भनेको चाहिँ अब केही चीज लिनु हो, प्रपर्टिज भनेको लिनु हो, आफ्नो प्यारेन्ट हुन्छ हैन। प्यारेन्टबाट चाहिँ केही प्रपर्टिजहरु लिनु। जस्तै अब त्यसमा एउटा क्लास छ, क्लास भनेको प्यारेन्ट भयो भने क्लासबाट मेथड्स होला, फिल्ड्स होला, त्यसको प्रपर्टिज होला, त्यो चाहिँ आफूमा लिएर त्यसलाई युज गर्न पर्यो। रियल वर्ल्ड एक्जाम्पल हेर्ने भने हाम्रो प्यारेन्टबाट केही राम्रो गुण पनि आउन सक्छ, नराम्रो गुण पनि आउन सक्छ हैन। सो हामीले चाहिँ अब हामीले बनाएको नि त यो जावा ल्याङ्ग्वेज त मान्छेले बनाएको हो भनेपछि मान्छेले बनाउँदाखेरि के गर्यो, मान्छेलाई कन्ट्रोल गर्न मजा आउँछ नि त हैन। मान्छेले कन्ट्रोल वेमा बनायो के। यसले इनहेरिटेन्स यस्तो तरिकाले लिन्छु, यो वंशज हैन, आफ्नो वंशजबाट केही प्रपर्टीहरु मैले युज गर्न आफ्नो मन चाहेको अनुसारले युज गर्न पाऊँ के, त्यस्तो खालको कन्ट्रोल वेमा बनाएको छ। सो इनहेरिटेन्स भनेको केही चीज इनहेरिट गर्नु, अरूबाट केही आफ्नो प्रपर्टी लिनु। अब रियल लाइफ एक्जाम्पल हेर्ने भने अब प्यारेन्टको राम्रो गुण सबै हुन्छ, त्यसमा चाहिँ अब आफ्नो नयाँ पुस्तामा सर्दै जान्छ नि त त्यो गुणहरु। सेम कन्सेप्टमा चाहिँ यो इनहेरिटेन्स बनेको हो जावामा है। जावामा भन्दा पनि अरु सबै ल्याङ्ग्वेजहरुमा जहाँ चाहिँ उप्स कन्सेप्टहरु छ त्यहाँ चाहिँ सबै यो इनहेरिटेन्स काम गर्छ है। अब यहाँ चाहिँ मेनली जावामा चाहिँ चार किसिमको चाहिँ इनहेरिटेन्स छ। फर्स्ट छ सिंगल इनहेरिटेन्स। सिंगल इनहेरिटेन्स भनेको कस्तो भन्दाखेरि सिंगल इनहेरिटेन्स चाहिँ एउटा प्यारेन्टबाट एउटा मात्र चाइल्डले इनहेरिट गर्छ, केही प्रपर्टिज लिन्छ भने त्यसको गुणहरु, त्यसलाई चाहिँ सिंगल इनहेरिटेन्स भनिन्छ है। मल्टी लेभल इनहेरिटेन्स भनेको चाहिँ एउटा प्यारेन्टबाट अर्को चाइल्डले लियो, त्यो चाइल्डको पनि अर्को चाइल्ड होला हैन, सब क्लास, त्यो चाइल्डबाट लिन पर्यो प्रपर्टिजहरु। डाइरेक्ट प्यारेन्टमा लिदैन कि अर्को भन्यो एउटा प्यारेन्ट छ, दुईटा चाइल्ड छ, एउटा चाइल्डले लियो प्रपर्टिज प्यारेन्टबाट भनेपछि त्यो प्रपर्टिज अर्कोले लिन पर्यो भने फेरि चाइल्डबाटै लिन्छ, प्यारेन्टलाई इनहेरिट गर्दैन। त्यस्तो खालको सिचुएसनलाई चाहिँ हामी मल्टी लेभल इनहेरिटेन्स भनिन्छ। अब आयो हायरार्किकल इनहेरिटेन्स। अब हायरार्किकल इनहेरिटेन्स भनेको कस्तो भन्दाखेरि सिंगल प्यारेन्ट मल्टिपल चिल्ड्रेन, एउटै प्यारेन्टबाट मल्टिपल गुणहरु फरक चिल्ड्रेनमा जान्छ भने त्यो चाहिँ हायरार्किकल इनहेरिटेन्स भन्छ है। त्यसलाई चाहिँ त्यस्तो खालको कन्डिसनलाई चाहिँ हायरार्किकल इनहेरिटेन्स भन्छ। एन्ड मल्टिपल इनहेरिटेन्स भनेको चाहिँ मल्टिपल प्यारेन्ट्स सिंगल चिल्ड्रेन, यहाँ चाहिँ प्यारेन्ट्स छैन, यहाँ चिल्ड्रेन चिल्ड्रेन ओके। सो यहाँ सिंगल चिल्ड्रेनले मल्टिपल प्यारेन्टबाट केही प्रपर्टिज लिन्छ भने त्यसलाई चाहिँ हामीले मल्टिपल इनहेरिटेन्स भन्छ है। अब यहाँनिर बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि मल्टिपल प्यारेन्ट्सहरुलाई यसले इनहेरिट गर्दाखेरि एक्सटेन्ड किवर्डबाट इनहेरिट गर्ने हो हैन। एक्सटेन्ड किवर्डबाट इनहेरिट गर्दाखेरि यसले मल्टिपल प्यारेन्ट्सहरुलाई इनहेरिट गर्न पाउँदैन है, जसको नाम चाहिँ क्लास छ। अब क्लासको ठाउँमा हामीले इनहेरिटेन्स गर्नलाई चाहिँ इन्टरफेस युज गर्न पर्यो। क्लासको अल्टरनेट टाइपकै भन, मैले सिम्पल वेमा बुझ्दाखेरि क्लासको किवर्डको ठाउँमा इन्टरफेस भनेर युज गर्यौं भने हामीले चाहिँ त्यसलाई इनहेरिट गर्न पाउँछौं। कस्तो खालको इनहेरिटेन्समा, मल्टिपल इनहेरिटेन्समा चाहिँ हामीले त्यसलाई युज गर्न पाउँछौं है। अब हामीले के गर्छौं, इन्टरफेस ए इन्टरफेस बी गरायौं, दुईटा प्यारेन्ट भयो। अब क्लास सी ले चाहिँ क्लास सी एक्सटेन्ड्स गर्न पर्यो भने चाहिँ क्लासलाई जो एक्सटेन्ड्स गर्छ, तर इम्प्लिमेन्ट्स गर्छौं हामीले चाहिँ। एक्सटेन्ड किवर्डको अर्को अल्टरनेट चाहिँ के हो भन्दाखेरि इम्प्लिमेन्ट्स है। बुझ्नुपर्ने कुरा छ यहाँ चाहिँ। अरुमा सिम्पल छ, मल्टिपल इनहेरिटेन्समा चाहिँ अलिकति ट्रिकी छ है। त्यो अहिले हामी एक्जाम्पलमा चाहिँ बुझ्छौं। सो एकचोटी फेरि रिभाइज गरौँ। सिंगल इनहेरिटेन्स भनेको सिंगल प्यारेन्ट सिंगल चिल्ड्रेन, जसले चाहिँ प्रपर्टिजहरु एक अर्कामा लिइराको छ, एक अर्कामा लिदैन, प्यारेन्टले चिल्ड्रेनमा लिन्छ है, दिन्छ। एन्ड मल्टी लेभल इनहेरिटेन्स भनेको सिंगल प्यारेन्ट, दुईटा चाइल्ड छ, एउटा चाइल्डले प्यारेन्टबाट लियो, त्यसको पनि अब अर्को चाइल्डले लिन पर्यो त्यो प्रपर्टिज भनेपछि त्यो चाइल्डलाई इनहेरिट गर्छ है, डाइरेक्ट प्यारेन्टले गर्दैन।
एन्ड अर्को हायरार्चिकल इनहेरिटेन्स छ सिंगल प्यारेन्टबाट मल्टिपल चिल्ड्रेनहरूले इनहेरिट गर्छ त्यसको प्रपर्टिजहरू भने त्यस्तो खालको अवस्था त्यस्तो खालको इनहेरिटेन्सलाई चाहिँ हामीले हायरार्चिकल इनहेरिटेन्स भन्छौँ एन्ड मल्टिपल इनहेरिटेन्स भनेको यसलाई इम्प्लिमेन्ट गर्न चाहिँ हामीले ट्रिक लाउन पर्छ हामीले क्लास बनाएर हुँदैन है क्लास बनायो भने कस्तो खालको हुन्छ त क्लास ए इन्टरफेस बी छ एन्ड क्लास सी छ फेरि अब क्लास सी भनेको चिल्ड्रेन भनेर मान्यौँ भने क्लास सी ले चाहिँ क्लास ए लाई एक्सटेन्ड गर्छ तर बी लाई चाहिँ इम्प्लिमेन्ट गर्छ किनभने बी लाई चाहिँ हामीले इम्प्लिमेन्ट्स भन्दा पनि इम्प्लिमेन्ट्स गर्दालाई इन्टरफेस युज गरेको छौँ है यो चाहिँ बुझ्न पर्ने कुरा छ एन्ड सो यसको सिन्ट्याक्सहरु कस्तो हुने हो क्लास सी एक्सटेन्ड्स क्लास ए इम्प्लिमेन्ट्स क्लास बी यस्तो खालको सिन्ट्याक्स बन्न जान्छ एन्ड हामीले चाहिँ दुईटा प्यारेन्टबाट केही प्रपर्टिजहरु लिन्छौं मेथड्सहरु लिन्छौं त्यसलाई युज गर्छौं है त्यस्तो खालको एन्ड यसलाई अब सिम्पल वेमा बुझ्न पर्दाखेरि अब हाम्रो मैले यहाँ केही बनाएको छु यसको डेफिनेसन अब सिंगल इनहेरिटेन्स भनेको अ सब क्लास इनहेरिट फ्रम अ सिंगल सुपर क्लास इट अलाउज रियुज अफ मेथड्स एन्ड प्रपर्टिज फ्रम वान प्यारेन्ट क्लास मतलब एउटा प्यारेन्ट क्लासबाट सिंगल सुपर क्लासबाट एउटा सब क्लासले त्यसको प्रपर्टिजहरु इनहेरिट गर्छ भने सिंगल इनहेरिटेन्स भयो सिम्पल छ मल्टी लेभल भनेको दुईटा सब क्लास छन् एउटा सब क्लासले प्यारेन्टबाट लिन्छ अर्को सब क्लासले चाहिँ त्यही चिल्ड्रेनबाट इनहेरिट गर्छ अनि त्यस्तो खालको केसलाई चाहिँ मल्टी लेभल इनहेरिटेन्स भन्न सकिन्छ एन्ड अर्को हायरार्चिकल इनहेरिटेन्स छ यसको यही छ डेफिनेसन यो चाहिँ पढ्नु होला यो रट्टै हान्ने हो हैन बट यसलाई बुझ्न पर्दाखेरि हायरार्चिकल मल्टिपल चिल्ड्रेनमा चाहिँ सिंगल प्यारेन्टको केही गुणहरु जान्छ भने त्यो चाहिँ हायरार्चिकल इनहेरिटेन्स हुन्छ एन्ड मल्टिपल इनहेरिटेन्स गर्नलाई चाहिँ हामीले के गर्न पर्छ भन्दाखेरि अ क्लास इम्प्लिमेन्ट्स मल्टिपल इन्टरफेस इन जावा दिस अलाउज शेयरिङ अफ बिहेभियर फ्रम मल्टिपल सोर्सेस विदाउट एम्बिग्युइटी भन्दाखेरि अब यहाँ कस्तो आउँछ क्लास युज गरे मैले तीनटा क्लास बनाए तीनटा क्लासमा चाहिँ एउटा क्लास चिल्ड्रेन हुन्छ दुईटा क्लास चाहिँ प्यारेन्ट हुन जान्छ भने त्यो दुईटैलाई एक्सटेन्ड गर्दाखेरि फर्स्ट कुरा रुलमा चाहिँ एक्सटेन्ड गर्न मिल्दैन भन्छ तर ल एक्सटेन्ड गर्यो भनेपछि यहाँ कन्फ्युजन आउँछ के एम्बिग्युइटी भनेको कन्फ्युजन हो त्यसको दुईटै क्लासमा सेम नामको प्रपर्टिज सेम नामको मेथड छ भने त्यहाँनिर बुझ्न सक्दैन हाम्रो कम्पाइलरले कुनलाई चलाउने त हैन कुनलाई चलाउने भनेर हामीले बुझ्न सक्दैन यो हाम्रो कम्पाइलरले त्यही भएर एउटा यसलाई इम्प्लिमेन्ट गर्नलाई यो चीजलाई इम्प्लिमेन्ट गर्नलाई चाहिँ हामीले इन्टरफेस युज गर्छ क्लासको ठाउँमा इन्टरफेस बनाउँछ इन्टरफेस ए अनि त्यसभित्र प्रपर्टिज के लेख्ने हो है ओके यति भयो डेफिनेसनको कुरा अब जाउँ हामी कोडिङमा चाहिँ हामी बुझ्छौं कसरी हुन्छ है ओके जानुभन्दा अगाडि चाहिँ सब्स्क्राइब गरिदिनु नयाँ पनि फेल पनि हुन सक्नुहुन्छ यो भिडियो नहेरेर एन्ड लाइक पनि गरिदिनु ताकि मलाई थाहा होस् तपाईहरुलाई भिडियो चाहिएको छ एन्ड शेयर गरेन भने त तपाईहरुको साथी छुट्न सक्छ नि फेरि